कहिलेकाहीँ जीवनमा यस्ता क्षण आउँछन् जहाँ उपहारभन्दा पनि कसैले हामीलाई सम्झिएको अनुभूति नै सबैभन्दा ठुलो उपहार बन्छ। साउनको यो पवित्र महिनामा मेरो प्यार नन्दले मलाई सम्झेर बधाई दिनुभयो। यो मायाको छुलोले मेरो मनलाई यति धेरै छुयो कि कुनै क्षण त म बोल्नै सक्दिनँ। यो हरियो चुरा, मेहन्दी, टिका, कप, पोते लगायत साउनसँग जोडिएका हरिय सामग्रीहरू केवल सामान हुन्। यो प्रत्येक वस्तुमा तपाईँको माया, अपनत्व, सम्मान र सम्झना रहेको छ। प्याकेट खोल्ने बित्तिकै मेरो मनमा एउटा कुरा आयो, दूरीले शरीर टाढा बनाउन सक्छ, तर साँचो माया कहिल्यै टाढा हुँदैन। तपाईँले मलाई यति धेरै माया गर्नुहुन्छ, यति धेरै सम्झनुहुन्छ भन्ने अनुभूतिले आज मेरो मनलाई भावुक बनायो। यो सरप्राइजले मलाई रुवायो, तर ती आँसु दुःखका थिएनन्। ती त आफ्नो मान्छेको निस्वार्थ मायाले भरिएका खुसीका आँसु थिए। प्रिय नन्द, तपाईँले पठाउनु भएको यो सानो उपहार मेरो लागि संसारकै सबैभन्दा ठुलो उपहार बनेको छ, किनकि यसको मूल्य पैसाले होइन, तपाईँको मनले निर्धारण गरेको छ। जीवनभर सम्झिरहने गरी तपाईँले आजको दिनलाई विशेष बनाइदिनु भयो। आज मसँग शब्दहरू नै कम परिरहेका छन्। साँच्चै भन्नुपर्दा यो सरप्राइजले मेरो आँखामा आँसु ल्याइदियो। खुसीका आँसु, मायाले भरिएका आँसु। भगवान शिव र माता पार्वतीसँग यही प्रार्थना छ, तपाईँको जीवन सधैँ सुख, शान्ति, प्रेम, प्रगति र खुसीले भरिरहोस्। प्रिय नानु, हाम्रो यो माया, आत्मीयता र सम्बन्ध सधैँ यस्तै बलियो रहोस्। मनैदेखि भन्न चाहन्छु, धेरै धेरै धन्यवाद। मेरी प्यारी नन्द, तपाईँको यो सरप्राइजले मलाई केवल खुसी मात्र दिएन, मेरो मनलाई छोयो, भावुक बनायो र खुसीका आँसु झार्न बाध्य बनायो। यो माया म जीवनभर हृदयमा सजाएर राख्नेछु। विवाह पश्चात एउटा छोरीले माइती छोडेपछि घरमा नन्दले पनि माइतीको बहिनी जस्तै गरी माया गरेको यो क्षणलाई सायद म शब्दमा बयान गर्नै सक्दिनँ। धेरै धेरै धन्यवाद प्रिय नानु, थ्याङ्क यू सो मच। र यो सरप्राइज यहाँसम्म ल्याउनका लागि साथ दिने मेरो श्रीमानज्यूलाई पनि धेरै धेरै धन्यवाद र सम्पूर्ण मेरो घर परिवारलाई विशेष धन्यवाद। थ्याङ्क यू सो मच। मिस यू अल।